सोच्नुहोस् त, भर्खरै सम्पन्न चुनावले नेपाली राजनीतिमा एउटा ठूलै भुइँचालो ल्याइदियोस्, वर्षौंदेखि सत्तामा रहेका पुराना दलहरू एकातिर अनि एउटा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी छण्डै 2/3 बहुमतका साथ सरकारमा। यो कुनै फिल्मको कथा होइन, यो त्यो सम्भावित भविष्य हो जसको आधारमा हामी प्रधानमन्त्री बालेन शाहको 5 वर्षीय योजना कस्तो होला भनेर केलाउँदैछौँ। ल आउनुहोस्, यसलाई अलि गहिराईमा गएर हेरौँ न त। यो कथाको सुरुवात एउटा रमाइलो प्रसङ्गबाट हुन्छ। फिल्म निर्माता निश्चल बस्नेतले बालेन शाहलाई भेटेर भन्छन्, बधाई छ प्रधानमन्त्रीज्यू। जवाफमा बालेनले मुस्कुराउँदै भन्नुहुन्छ, बधाई त तपाईँलाई निश्चलजी, मैले त अब 5 वर्ष दलिएर काम पो गर्नुपर्छ। आखिर यो 5 वर्षसम्म दलिनुको अर्थ के हो त? के छ त उहाँको योजनाको खाका? ल, यो पुरै 5 वर्षीय योजनालाई राम्रोसँग बुझ्नको लागि हामी यसलाई 6 वटा मुख्य भागमा बाँडेर हेर्नेछौँ। नयाँ जनमतको उदयबाट सुरु गरेर विदेश नीति, अर्थतन्त्र, क्षेत्रगत सुधार, सामाजिक न्याय हुँदै अन्त्यमा उहाँको बाचा र त्यसका चुनौतीहरूसम्म हामी पुग्नेछौँ। यो परिवर्तनको जरा कहाँ छ त? यो छ जनताको आक्रोशमा। वर्षौंदेखि उही पुराना दलहरूलाई मत दिँदा पनि देशले निकास नपाएपछि जनताले यसपटक उनीहरूलाई पाखा लगाउँदै राजसभालाई लगभग 2/3 बहुमत दिएका छन्। यो सामान्य चुनावी नतिजा मात्रै होइन, यो एक किसिमको विद्रोह नै हो। यो कुरालाई अलि ध्यान दिनुस् है। संविधान बनेको 10 वर्षमा पहिलो पटक कुनै एउटै दलले स्पष्ट बहुमत पाएर सरकार बनाउँदैछ। यो आफैमा एउटा ऐतिहासिक क्षण हो। यसको सिधा अर्थ के हो भने अब गठबन्धनको कुनै झन्झट छैन, निर्णय लिन पूर्ण स्वतन्त्रता छ र देश विकासको सम्पूर्ण जिम्मेवारी अब रासोपाको काँधमा आएको छ। ल, यत्रो ठूलो जनमत पाएको सरकारको पहिलो प्राथमिकता के होला त? स्वाभाविक रूपमा त्यो हो देशको सिमाना र विदेश नीति। आउनुहोस् हेरौँ, नयाँ सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी एउटा नयाँ आकार दिने योजना बनाएको छ। रासपाको योजना भनेको सीमा सुरक्षालाई पुरानो पाराले होइन, अब प्रविधिले सुसञ्चित बनाउने हो। तस्करी र सीमापार अपराध रोक्न विशेष सुरक्षा बल बनाउनेदेखि लिएर नाकाहरूमा नाइट भिजन क्यामेरा र ड्रोन राख्ने अनि को आयो को गयो भनेर डिजिटल रेकर्ड राख्ने प्रणाली लागू गर्ने लक्ष्य छ। साथै पुराना सन्धि र प्रमाणका आधारमा भारत र चीनसँगका सीमा विवादलाई कूटनीतिक तौरले नै समाधान गर्ने प्रतिबद्धता पनि देखाइएको छ। अब विदेश नीतिको सबैभन्दा मुख्य कुरामा आउँ, त्यो हो नेपालको परिचय बदल्ने। अहिलेसम्म नेपाललाई भारत र चीन बीचको एउटा निष्क्रिय बफर स्टेटको रूपमा मात्रै हेरिन्थ्यो, तर अब दुवै छिमेकीलाई जोड्ने एउटा सक्रिय र जीवन्त पुलको रूपमा विकास गर्ने सोच छ, जसको मतलब हो दुवै देशको विकासबाट सिक्दै नेपाललाई व्यापार, लगानी र संस्कृतिको केन्द्र बनाउने। तर एउटा ठूलो प्रश्न पनि छ, भारतसँगको स्थिर मुद्रा विनिमय दरको के गर्ने? रासोपाले यो प्रणालीलाई सिधै हटाउने भनेको त छैन, तर यसमा विज्ञहरू मार्फत अध्ययन गरेर समयअनुसार सुधार आवश्यक छ कि छैन भनेर समीक्षा गर्ने बताएको छ। यो दरले हाम्रो व्यापार र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने हुनाले यसमा कुनै पनि परिवर्तन निकै संवेदनशील मानिन्छ। अब लागौँ यो योजनाको सबैभन्दा महत्त्वपूर्ण अनि सायद सबैभन्दा धेरै चर्चा भएको पाटोतिर, त्यो हो अर्थतन्त्र। यहाँ रासोपाले नेपालको आर्थिक मुहार नै फेर्ने गरी केही निकै महत्त्वाकांक्षी लक्ष्यहरू अगाडि सारेको छ। यो ग्राफले नै सबै कुरा भन्छ। हेर्नुहोस् त, अहिलेको हाम्रो अर्थतन्त्र करिब 61 खर्बको छ। लक्ष्य आउँदो 5 देखि 7 वर्षमा यसलाई 145 खर्ब पुर्याउने भनेपछि हालको अर्थतन्त्रमा थप 84 खर्ब जोड्ने कुरा हो यो, जुन सुन्दा नै पत्याउन गाह्रो छ, होइन त? तर के यो साँच्चै असम्भव नै हो त? विज्ञहरू के भन्छन्? राष्ट्रब्याङ्कका पूर्व कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टका अनुसार यदि देशको वास्तविक आर्थिक वृद्धि दर 7देखि 8% कायम गर्ने र मूल्य वृद्धिलाई 6% सीमित राख्न सक्यो भने यो लक्ष्य हासिल गर्न असम्भव भने छैन। अर्थतन्त्रको अर्को ठूलो आधार रेमिटेन्स। यसलाई कसरी उपयोग गर्ने भन्ने बारे पनि स्पष्ट योजना छ। विदेशबाट आउने कुल रेमिटेन्सको 30% हिस्सालाई नेपाल उत्पादन कोष मार्फत राष्ट्रिय गौरवका आयोजना र औद्योगिक पूर्वाधारमा लगानी गर्ने, जसबाट देशमै रोजगारी सिर्जना हुन्छ र विदेश जानुपर्ने बाध्यतालाई 20%ले घटाउने उद्देश्य छ। अब यति ठूलो आर्थिक लक्ष्य हासिल गर्न त देशका मुख्य क्षेत्रहरूमा नै ठूलो सुधार चाहियो, होइन? ल हेरौँ, सूचना प्रविधिदेखि पूर्वाधारसम्म कहाँ र कस्ता सुधारका योजनाहरू छन्। नेपाललाई दक्षिण एसियाकै एउटा टेक हब बनाउने योजना छ।
यसका लागि नगद प्रोत्साहन दिनेदेखि लिएर सातै प्रदेशमा डिजिटल पार्क बनाउनेसम्मका योजना छन्। अनि अर्को चाखलाग्दो कुरा, क्रिप्टोकरेन्सीबारे विश्वव्यापी अध्ययन गरेर स्पष्ट नीति ल्याउने कुराले पनि यो क्षेत्रमा ठूलो परिवर्तनको सङ्केत गर्छ। सोच्नुस् त, लगभग 2 दर्जन त्यस्ता पुराना कामै नलाग्ने कानुनहरू जसले वर्षौंदेखि व्यवसायीहरूलाई दुःख मात्रै दिएका थिए, ती सबै एकैचोटि खारेज हुनेछन्। यसले इज अफ डुइङ बिजनेसमा सुधार ल्याउने र लगानीको वातावरण बनाउने अपेक्षा गरिएको छ। पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र भ्रष्टाचारप्रति सरकार कतिको कडा हुन्छ भन्ने कुरा प्रधानमन्त्री बालेन शाहको यो भनाइले नै प्रश्न पार्छ। यो बोली मात्र होइन, यो सरकारको कार्यशैली कस्तो हुन्छ भन्ने प्रतिबद्धता पनि हो। र यो कुरा मात्र होइन, काम गर्ने समय सीमा पनि तोकिएको छ। सार्वजनिक खरिद ऐन संशोधनबाट सुरु हुने यो अभियानले वर्षौंदेखि अलप्र परेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई 2 वर्षभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ। पैसा र विकास मात्रै भएर हुँदैन, शासन प्रणाली र सामाजिक न्याय पनि सँगसँगै आउनुपर्छ। अब यो पाटोमा के कस्ता योजनाहरू छन् त्यो हेरौँ। यहाँ सामाजिक न्यायका केही निकै महत्त्वपूर्ण कुराहरू समेटिएका छन्। जातीय विभेद विरुद्ध राज्यले औपचारिक रूपमा माफी माग्ने प्रतीकात्मक तर शक्तिशाली कदमदेखि लिएर स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने र गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिने जस्ता व्यावहारिक नीतिहरू समावेश गरिएका छन्। यो चाहिँ सायद सबैभन्दा साहसिक र विवादास्पद कदमहरूमध्ये एक हुन सक्छ। निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न, पार्टी सम्बन्ध ट्रेड युनियनहरू खारेज गर्ने र सबै नियुक्तिहरू 100% योग्यताको आधारमा गर्ने योजनाले प्रशासनमा ठूलो सुधार ल्याउन सक्छ। भ्रष्टाचारको कुरा गर्दा यहाँ शून्य सहनशीलताको नीति लिने भनिएको छ, र त्यो पनि सामान्य होइन। राष्ट्रपालले 2046 सालपछिका सबै ठूला भ्रष्टाचार काण्डहरूको छानबिन गरेर दोषीलाई कानुनी कठघरामा ल्याउने एउटा महाअभियान नै सुरु गर्ने वाचा गरेको छ। ल, यी सबै योजनाहरू सुन्दा त निकै राम्रो लाग्छ होइन? तर दशकौंदेखि यस्ता वाचाहरू सुन्दै आएका हामी सबैको मनमा एउटा प्रश्न त अवश्य उठ्छ। हो, सबैभन्दा ठूलो प्रश्न यही हो। यत्रो बहुमत पाएर पनि यदि वाचा गरेअनुसार काम भएन भने के गर्ने त? जनताले कसरी जवाफदेही बनाउने? यसको जवाफ अरू कसैले होइन, राजपाले आफैले आफ्नो घोषणापत्रमा दिएको छ। उनीहरूले स्पष्ट भनेका छन्, यदि हामीले भनेअनुसार काम गरेनौँ भने अर्को चुनावमा हामीलाई सजाय दिनुहोला। यो जनतासँग गरिएको एक किसिमको खुला सम्झौता हो, जहाँ अन्तिम शक्ति मतदाताको हातमा हुन्छ। राजपापा सत्ताको शिखरमा त पुगेको छ, तर हामी सबैलाई थाहा छ, शिखरमा पुग्नुभन्दा गाह्रो त्यहाँ टिकिरहनुहुन्छ। अब प्रश्न यही हो, के यो जनमतले नेपालको लागि साँच्चै एउटा नयाँ मोड ल्याउला, वा यो आशा र निराशाको अर्को परिचित चक्रको सुरुवात मात्रै हो? यसको निर्णय त अब समयले नै गर्नेछ।